Okay. So what is perceptron? Perceptron is a supervised machine learning algorithm used to create a mathematical model or function for classification tasks. So यो चाहिँ एउटा सुपरभाइज मसिन लर्निङ एल्गोरिदम हो. सुपरभाइज मसिन लर्निङ भन्नाले जुनमा चाहिँ हाम्रो इनपुट डेटा र आउटपुट डेटा चाहिँ प्रोभाइड हुन्छ हैन. त्यसको लागि चाहिँ एउटा म्याथमेटिकल मोडल क्रिएट गर्ने अथवा त्यसलाई फङ्सन पनि भनिन्छ हैन म्याथको टर्ममा, त्यो क्रिएट गर्नु फर क्लासिफिकेसन टास्क. त्यो नै हो पर्सेप्ट्रोन. पर्सेप्ट्रोनको अब डायग्राम कस्तो हुन्छ हैन, मोडल कस्तो देखिन्छ त, एउटा फिगरमा प्लट गर्ने हो भने चाहिँ फिगर एउटा ब्लक डायग्राम जस्तो बनाउने हो भने त्यो चाहिँ यस्तो देखिन्छ. जुनमा चाहिँ हाम्रो इनपुट, यो चाहिँ इनपुट सेक्सन भनौँ यसलाई, इनपुट सेक्सन जुनमा चाहिँ हाम्रो 1 र यो x2, यो x1 र x2 चाहिँ हाम्रो इनपुट भ्यालुहरू हो. यो y1 y2 y1 y2 चाहिँ यो वेटहरू भयो, यो चाहिँ बायस भयो है त. अनि बिचमा एउटा समेसन हुन्छ. समेसन यानि जुनमा चाहिँ हामीले यसरी गरिन्छ z इक्वल्स टु w1 इन्टु x1 प्लस w2 इन्टु x2 प्लस बायस गरिन्छ. र त्यसलाई चाहिँ हामीले एउटा जेड भन्ने चाहिँ जेडले डिनोट गरिन्छ. र त्यो जेड जुन भ्यालु छ, जुन जेड छ भनौँ, त्यसलाई चाहिँ एउटा एक्टिभेसन फङ्सनमा चाहिँ पास गरिन्छ. अब एक्टिभेसन फङ्सन भन्नाले त्यो जेडलाई चाहिँ एउटा सर्टेन रेन्जमा ल्याउँछ. जस्तै -1देखिबाट 1सम्म अथवा 0देखि 1सम्म हैन, समथिङ अब रेन्ज हुन्छ नि, त्यो रेन्जमा ल्याउने काम गर्छ यो एक्टिभेसन फङ्सनले है त. र यो वेट र बायसको कुरा गर्नु पर्दा वेट भनेको चाहिँ हाम्रो इट्स रिप्रेजेन्ट द फिचर इम्पोर्टेन्स. जस्तै कस्तो भन्ने भन्दाखेरि हाम्रो आइक्यू, सिजिपिए र त्यसको चाहिँ नभनौँ जब अथवा प्लेसमेन्ट भयो कि भएन भन्ने कुरा आउँछ नि त. त्यसमा जस्तै यो र यो चाहिँ आइक्यू र यो सिजिपिए चाहिँ हाम्रो इनपुट भ्यालु भयो कि. जस्तै यो x1 भयो, यो x2 भयो, र यो जब प्लेसमेन्ट अथवा जब उसको लाग्छ कि लाग्दैन भन्नु चाहिँ यो चाहिँ हाम्रो एउटा आउटपुट भ्यालु भयो, y भयो हैन. त्यसरी नै यो डब्लु वेटले चाहिँ यो प्लेसमेन्ट जस्तै उसको यस र नो हुन्छ नि त. अब यो यस र नोमा उसको यो फाइनल आउटपुट जुन छ त्यसको डिटरमाइन गर्नमा कुनको बढी हात छ त हैन. जस्तै आइक्यूको बढी एकदम ठुलो हात छ कि यो सिजिपिएको ठुलो हात छ भन्नु नै हाम्रो वेट्सहरू हो है त. बिकज वेट्स रिप्रेजेन्ट फिचर इम्पोर्टेन्स बिकज दे indicates the strength of the connection between a specific input and the perceptron final decision. त्यही नै हो, पर्सेप्ट्रोनले जुन फाइनलमा चाहिँ जुन आउटपुट प्रिडिक्ट गर्छ त्यसको चाहिँ त्यसलाई त्यो प्रिडिक्ट गर्नुमा कुन चाहिँ फिचरको चाहिँ एकदम बढी धेरै इम्पोर्टेन्स छ त त्यो भन्नु डिटरमाइन गर्नु नै, अथवा त्यसलाई चाहिँ हामीले वेट्स भनिन्छ हैन. र अब अर्को बायस भनेको चाहिँ के हो त हैन. बायस allow the decision boundary, the line or plane separating data to shift away from the origin. यो चाहिँ म अहिले एकछिनमा भन्छु. पहिला चाहिँ हेरौँ एक्टिभेसन फङ्सन जस्तै हाम्रो एउटा स्टेप फङ्सन. एक्टिभेसन फङ्सन भनेको चाहिँ त्यही अघि मैले भने जेडलाई चाहिँ एउटा सर्टेन रेन्जमा ल्याउने एउटा फङ्सन हो. त्यसको फङ्सनको चाहिँ इक्जाम्पल एकदम अरू पनि हुनसक्छन् हैन. त्यो मध्ये एउटा हो स्टेप फङ्सनले चाहिँ के गर्छ त भन्दाखेरि यो एउटा ग्राफमा हैन, यहाँ 1 2 3 -1 -2 समथिङ यस्तो हुन्छ. र यो जेडको भ्यालु यदि 0 भन्दा ठुलो आयो भने त्यसलाई चाहिँ हामीले 1 भनिन्छ हैन. 1 त्यसलाई चाहिँ 1 मा कन्भर्ट गरिन्छ. र यदि जेडको भ्यालु 0 भन्दा कम आयो भने यानि यतातिरबाट यता आयो भने चाहिँ हामीले त्यसलाई 0 को क्याटेगोरीमा राखिन्छ. यानि 1 भनेको हाम्रो त्यही अघिको केसमा जस्तै यो केसमा हाम्रो उसको जब लाग्छ भन्ने भयो. र यदि उसको जेडको भ्यालु एकदम कम छ भने 0 हुन्छ र त्यो 0 भनेको उसको जब लाग्दैन, यानि नोको क्याटेगोरीमा पर्यो है त. अब यसको ज्योमेट्रिक इन्ट्युसन हेरौँ है त. अब म्याथमेटिकल्ली चाहिँ कस्तो देखिन्छ त यो, जस्तै मैले अघि नै भने यो म्याथमेटिकल मोडल हो अथवा फङ्सन हो हैन. त्यो चाहिँ म्याथमेटिकल्ली कस्तो देखिन्छ त भन्दाखेरि यो ब्लक डायग्राम भयो, यसमा यो इनपुटहरू भयो
यसमा यो वेट्स र यो बायस यो जेड भनेको भ्यालु जुन समेसन गरिसकेपछि आउँछ है त। अनि जस्तो म्याथमेटिक्सको टर्ममा लेख्ने भने वाइ इक्वल्स टु फङ्सन अफ जेड होइन त्यसको चाहिँ अनि भ्यालु चाहिँ कि 1 हुन्छ कि 0 हुन्छ है त। जेडको भ्यालु 0 भन्दा ठुलो अथवा बराबर भयो भने 1 भयो, जेडको भ्यालु 0 भन्दा कम भयो भने चाहिँ 0 भयो है त। वाइको भ्यालु जुन फाइनल प्रिडिक्सन छ तिनीहरूको भ्यालु 1 र त्यसको भ्यालु 1 र 0 को बिचमा हुन्छ है त। अनि जेड भनेको हाम्रो W1 x1 प्लस W2 x2 प्लस b छ है त। अब यसलाई चाहिँ अहिलेलाई एकछिनलाई सपोज गरौँ W1 इक्वल्स टु a, W2 इक्वल्स टु b र b इक्वल्स टु क्यापिटल C त्यो गऱ्यो भने र x1 लाई x मानौँ, x2 लाई y मानौँ र हामीले एउटा इक्वेसन लेखौँ x। त्यही अघिकै माथिको यो इक्वेसनलाई चाहिँ मैले जुन यो एबिसी यो x वाइले रिप्लेस गरेँ नि त्यसको फर्ममा लेखेँ भने मैले ax प्लस by प्लस c हुन्छ र यो भनेको चाहिँ हाम्रो एउटा लाइनको इक्वेसन हो है त। जुन यो जेड भनेको यो हुन्छ र यो चाहिँ एउटा लाइनको इक्वेसन हो है त। जस्तै यहाँ एउटा फिगर एउटा डायग्राम बनायो भने डायग्राम भन्दा पनि ग्राफमा प्लट गऱ्यो भने जस्तै यो 0 0 0 भनेको चाहिँ यो अघिकै केसमा जस्तै इनपुटमा हाम्रो एक्समा आइक्यू छ र वाइमा सिजिपिए छ र यो 0 भनेको चाहिँ नोको क्याटेगोरी र यो क्रस भनेको चाहिँ यसको क्याटेगोरी यानि जब लाग्छ र यो नो भनेको चाहिँ जब लाग्दैन है त। त्यस्तै हिसाबमा हेर्ने हो भने चाहिँ यो ax प्लस by प्लस cले चाहिँ एउटा लाइन हो र यो लाइन चाहिँ पर्सेप्ट्रनले चाहिँ पर्सेप्ट्रनमा चाहिँ हामीले फाइन्ड गर्नुपर्छ कि है त। त्यसरी नै अब यो ax प्लस by प्लस c बराबर अथवा ग्रेटर देन अर इक्वल्स टु 0 भयो भने चाहिँ अब यसलाई ग्राफमा हेर्ने हो भने यति यो माथिको रिजन चाहिँ हाम्रो यो हुन्छ यसले दिन्छ है त। अनि यसले चाहिँ यो तलकोले चाहिँ ax प्लस by प्लस c स्मलर देन लेसर देन 0 यसले चाहिँ यताको रिजनलाई चाहिँ डिनोट गर्छ है त। ओके र अब बायसको कुरा यो जुन मैले अघि भने बायसको कुरा गर्नुपर्दा बायसले पनि एउटा इम्पोर्टेन्ट फ्याक्टर प्ले गर्छ है त। यो लाइन क्रिएट गर्नुमा कसरी इम्पोर्टेन्स क्रिएट गर्छ भन्दाखेरि बायस एलाउ द डिसिजन बाउन्ड्री यो लाइनले डिसिजन बाउन्ड्री पनि भनिन्छ है त। लाइन अर प्लेन सेपरेटिङ द डेटा टु सिफ्ट अवे फ्रम द ओरिजिन। यानि यदि हाम्रो यो बायस भएन भने हाम्रो कस्तो हुन्छ भन्दा बायसले चाहिँ कस्तो इम्पोर्टेन्ट प्ले गर्छ भन्दाखेरि जस्तै यो ओरिजिनबाट कति माथि छ त वाइ एक्सिसमा त्यो लाइन कतिको माथि छ कति छ त हैन। जस्तै यो लाइनमा यो वाइ एक्सिसमा त्यो लाइन कहाँनिर पर्छ त हैन यो डिटरमाइन गर्छ। यदि त्यो बायस नै हामीले लेखेनौँ भने हाम्रो कस्तो हुन्छ भन्दाखेरि यहीँबाट मात्र सिर्फ ओरिजिनबाट मात्र पास हुन्छ कि लाइन विच इज रङ हैन। जस्तै यस्तो टाइपको लागि चाहिँ हाम्रो मेबी यहाँ एउटा यस्तरी जाला है त। त्यो बायस पनि एउटा इम्पोर्टेन्ट फ्याक्टर हो टु मेक द प्रिडिक्सन। अनि ओके यहाँ मैले त्यही भनेको छु without a bias term the decision boundary would be forced to pass through the origin which limit the model flexibility। यहाँ पनि मैले यही भने यो चाहिँ एउटा रिजन बाउन्ड्री भनौँ न एउटा लाइन हो जुनले चाहिँ डेटा सेटमा चाहिँ डेटा सेटमा एउटा बाउन्ड्री बनाउँछ र छुट्टाउँछ कि दुईवटा क्याटेगोरीमा छुट्टाउँछ। अब जस्तै यो त भयो 2D मा हाम्रो लाइनको कुरा। अब 3D मा कस्तो हुन्छ भन्दाखेरि ax प्लस by प्लस c प्लस d ग्रेटर देन अर इक्वल्स टु 0। अब यसलाई कस्तो लेख्न सकिन्छ भन्दाखेरि यस्तो x1 w1 प्लस x2 w2 प्लस x3 w3 प्लस b ग्रेटर देन 0 यसरी पनि लेख्न सकिन्छ हैन। यो एउटा प्लेनको रूपमा चाहिँ प्लेन जसरी देखिन्छ। जस्तै 2D मा हाम्रो लाइन भयो भने हाम्रो 3D मा एउटा प्लेनको जस्तो हुन्छ। जस्तै यो 3D भयो भने यो x यो y र यो z हाम्रो प्लेन चाहिँ मेबी यसरी देखिएला हैन। यहाँ मेबी पास भएकोहरू यहाँ नपास
पास नभएकोहरू मानौँ होइन, पास भएको अथवा भनौँ जब लाग्ने सक्ने चान्सेस भएको, यता नलाग्न सक्ने चान्सेसहरू भएको, नलागेको भनौँ, त्यसलाई चाहिँ यो लाइनले चाहिँ यो प्लेनले चाहिँ छुट्याउँछ है त। इन 3D अफ हायर डाइमेन्सनमा हामीले त्यसलाई हाइपर प्लेन पनि भनिन्छ, जुन चाहिँ हामीले यो कपीमा चाहिँ हामीले बनाउन हामीले गाह्रै पर्छ। र पर्सेप्ट्रोनलाई हामीले बाइनरी क्लासिफायर भनिन्छ। किन त भन्दाखेरि इट्स फन्डामेन्टल फङ्सन इज टु डिभाइड द डेटा इन्टु एक्ज्याक्टली 2 क्याटेगोरिज, दुईवटा क्याटेगोरीमा छुट्याउन सकिन्छ नि त, कि यस कि नो, दुईवटा क्याटेगोरीमा मात्र छुट्याउँछ यसले। त्यही भएर यसलाई बाइनरी क्लासिफायर भनेको। बाइनरी चाहिँ 1 र 0मा उसले आउटपुट दिन्छ, क्लासिफायर भनेको चाहिँ त्यही क्याटेगोरी छुट्याउने। र डिसिजन बाउन्ड्री, द पर्सेप्ट्रोन युजेज अ लिनियर इक्वेसन this to create a boundary such as line in 2D space that splits the data space into 2 distinct decision region। त्यही नै हो एउटा बाउन्ड्री। हाम्रो मेन पर्सेप्ट्रोनको काम भनेको चाहिँ त्यही हो, एउटा लाइन बनाउने जुनले चाहिँ हाम्रो डेटालाई चाहिँ दुईवटा पार्टमा छुट्याउँछ है त। अब यसको लिमिटेसन्स भन्ने हो भने एउटा लिमिटेसन, एकदम ठुलो लिमिटेसन छ, इट ओन्ली वर्क्स अन द लिनियर अर सर्ट अफ लिनियर डेटा सेट। अब लिनियर अथवा सर्ट अफ लिनियर भनेको चाहिँ कस्तो भन्दाखेरि जुन चाहिँ एउटा छुट्याउन सकिन्छ होइन, जस्तै एउटा लाइनले चाहिँ छुट्याउन सकिन्छ। जस्तै जुन यो भयो, यो एउटा यहाँ जस्तै मैले एउटा लाइन तानिदिएँ भने यो मैले दुईवटा रिजन चाहिँ मैले छुट्याउन सक्छु नि त, त्यो भनेको चाहिँ लिनियर डेटा भयो होइन। सर्ट अफ लिनियर भनेको चाहिँ जस्तै यहाँनिर मेबी एउटा एक्स हुनसक्छ, यता यहाँ 0 हुनसक्छ, समथिङ थोरै यताउति भए पनि के हुँदैन, त्यही एक्युरेसीमा हल्का फरक आउँछ, त्यही हो। अब सर्ट अफ लिनियर भनेको पनि त्यही भयो। अब नन लिनियर कस्तो हुन्छ त होइन, लिनियर त्यस्तो भए लिनियर जुन लाइन छुट्याउन सकिन्छ भने नन लिनियर कस्तो हुन्छ भन्दाखेरि यस्तो यस्तो हुनसक्छ होइन, सेन्ट्रिक टाइपको। यसमा त लाइन बनाएर हामीले रिजनहरू छुट्याउन सकिन्न। त्यही नै हो यो पर्सेप्ट्रोनको चाहिँ लिमिटेसन है त।